You Canadian? Yep. Yeah, me too. Where'd everyone go? I don't know. Everyone was here a minute ago. This is weird, eh? अनि आफन्त एउटै हुँदो रहेछ नि। छायाले अन्धकारमा साथ छोड्छ अनि आफन्तले दुःख। एक्लोपन पनि एउटा नसा जस्तै हुँदो रहेछ। आजभोलि म त्यही नसामा आफूले आफूलाई डुबाउँदैछु। झर्दै गरेको तारालाई देख्दा पनि केही छाया लाग्छ खरी खरी बहाना खोज्दै हिँडेको म घुम्दै वरिपरि तितो तितो सन सारै देखि टाढा टाढा पारी मेरो Feeling good, every day and every night. Life is a journey full of spices, gotta savor every slice. I have surprises on the corner, I can't predict, I can't pretend. Just have to make them yours, enter directly, open the doors. Dancing like no one is watching, love and laughter. There's no time to stop right now. We are alive, let's take advantage and take that dip. Walking on the street, feeling so free. Every moment is a gift you cannot see. No need to worry about tomorrow's conflicts. Just enjoy the feeling. यो उमेरमा डुलेर बुढेसकालमा के गर्छस् है? अब डुल्ने घुम्ने भनेको नि उमेरमा त बुढेसकालमा त घर हुनु पर्यो। आँखै अघि जान्छ उमेर बोकी आफ्नो भारी कहाँ छुट्यो साथी सङ्गी कहाँ छुट्यो मैसा जिन्दगानी जति बुझ्यो नबुझिने रहेछ ती दिन गए ती दिन आए मै खाने खाना ग्यारेन्टी होस् नहोस् मैदानमा अवश्य पनि उत्रिनुहोस् गिभ योर बेस्ट तपाईँको आफ्नो जे जति क्षमता छ त्यसलाई खर्चिनुहोस् सफलताको ग्यारेन्टी यादै साला साला जुनै टाला टाला जोबान ढाला ढाला ओइ काठै खाने किरा ओइ मनै खाने मन सेती दो भान ओइ सेती दो भान सेती दो भान ओइ सेती दो भान यतिकै छ हो पैसा जो भन यतिकै जान्छ हो पैसा जो भन यतिकै जान्छ क्या हो पैसा जो भन यहाँ निरन्तर हिँडाइ छ र पर्खाइ पनि छ गुजारा छ र त्यस गुजारासँग जोडिएका कैयौं किस्साहरू छन् संघर्ष छ र संघर्षले दिलाएको उत्कर्ष पनि सबै थोक मानव त्यही छ देखिन र भेटिनलाई यात्रा जीवन भन्नु के छ र दुई दिनको के छ र दुई दिनको माया बसे सम्झना छिनछिनको सम्झना छिनछिनको कोकोले कमायौं पर्यो चिसो चिसो हावाले होला दुई मुटु एकै भएदेखि कुम्भोकोले साथी छुटे कुनै बिसौनीमा आफन्त छुटे नछुटोस् भनेर छातीमै टाँसेकाहरू पनि कहीँ छुटे यहाँसम्म त ठिकै थियो कस्तो जतन गरेर जोगाएको थिएँ आफैलाई म आफैसित खै कहाँ छुटे आफन्तको लागि जति सुकै राम्रो काम गर्दा पनि सधैँ कमी निकाल्ने गर्छन् लाग्छ उनीहरूको लागि गर्दन काट्दा पनि भन्छन् होला अलिकति सिधा काटिन्छ टेढो भएछ जम्मा पार्ने 5-7 साथीभाइले हालिदिन्छन् ट्याक्क हिँडिहाल्ने 14-15 हजार भएपछि न 10 दिनलाई के खाने दाल भात खाने सादा चुडिएको चप्पललाई बार बार गाँस्नतिर लाग्नुभन्दा बाटोमै छोडेर हिँडेको धेरै राम्रो रे किनकि गन्तव्यमा छिटो त पुगिन्छ
छुडिएको अरूलाई रुवाएर कहिल्यै हाँस्न नपरोस्, गलत सोचहरू कहिल्यै नआओस्। सधैँ सही बाटोमा हिँड्न सिकाइदियो भगवान्। अरूको अगाडि शिर निहुराएर कहिल्यै बाँच्न नपरोस्।